ल जम रमाइलो छ यात्रा। पाटनलाई है धन्यवाद आउनु हो तपाईहरु। सुन्नुस् त सन्चै हुनुहुन्छ? ल अर्को पार्ट पनि आइसक्यो है। अब भेरी गुड मर्निङ फ्रम बुर्तिवाङ। बिहान बिहान मस्त छ मौसम। खैर आओ यार, सैनिटाइजर के नशे करना बंद करो और शुरू करते हैं बिना किसी बकचोदी के। हजुर के खादिनुहुन्छ हजुर? हजुर अच्छा खै हेलो चियाको चुस्की छ है। तातो तातो चिया पनि खाइयो। अनि ल हेर्नुहोस् गाइस, चेङ्ग्राको छालाबाट बनेको जाडोमा त मस्त न्यानो हुन्छ होला नि हैन? कसो होइन होला के हो? यी हामीलाई गौथलीले पनि गुड मर्निङ भन्दैछ बिहान बिहान उठेर। सुबह हो गई मामु, गुड मर्निङ फ्रम बुर्तिवाङ। ल अब ट्याक्कै झोला बोकेर मेरो पारामा जलजला गइनु भयो। कहाँ जानु भयो? जलजला छुट्टै रहेछ त बुकी र जलजला छुट्टै रहेछ। कता जाने? बुकी जान्दैन हैन? अगल्लो बुकी कि जलजला? सही है समझ रहे हो ना ए बोल रहा है जस्तो बुर्तिवाङ आइरा यार। कहाँ देखि? तपाईँ कहाँ हुनुहुन्छ? मैले बुर्तिवाङ छु। कहाँबाट आउनु? बुटुलले कहिले आउनु? हामी हिजो साँझ यहाँ बसेको बुटुलले हिँडेर केमा बुर्तिवाङ खान बाइकको यात्रा आफ्नै साधनमा रमाइलो आइयो। अब हाम्रो यात्रा यहाँदेखि चाहिँ ढोरपाटनदेखि जलजला भन्ने यस्तो एउटा यस्तो राम्रो ठाउँ छ। ल अब हामी बुर्तिवाङबाट ढोरपाटन हिँड्ने तयारी भयो। केटाहरू बाइक यहाँ पार्किङ गरेर यहाँ 600-800-1000मा सपिङ गर्न छिरे। कहाँ हो बुर्तिवाङमा आएर सपिङ? सही बात। ल के छ 1000-800-600 के किनिदिन्छ मलाई भन? मिलाएर दिनुहुन्छ दिदीले त्यसो भए त अझै। ओके मैले लाएँ अझै सुहाउँथ्यो होला, तिमीले अलि सुहाउनु होला। ल हिरो माफिक। ल अब ल केटाहरूले सपिङ पनि गरे। बुर्तिवाङलाई बाई बाई भन्दै हामी लाग्यो ढोरपाटनतर्फ। साइडमा बडीघाट नदी बगिरहेको छ। सिन बवाल छ हैन त गाइज? बिल्कुल बल्ल हाम्रो अपलोडिङ सुरु भयो। अब यस्तै यो बाटो गचाकुचुक। अन्त अलि माथि आउँदाखेरि ट्र्याक्टरले बाटो छेकेर बसेको रहेछ। केटाहरू कसरी जाने भन्दै थिए, म चाहिँ सिन हेर्दै बसिरहेको थिएँ। ल केटाहरू ल गुटुङ ल आहाय। अनि जसो तसो ट्र्याक्टर क्रस गरियो। केटाहरू गुटुङ छोडेर आयो नि मलाई त। म त हिँड्दै माथिबाट ट्र्याक्टरबाट हिँड्दै ल जाम हो नि त। घरीदेखि पारिसम्म दामी देखेको छैन त पारीको मजा नि। बेस्ट सिजन पाइयो कि हामी मौसम हेर्नुहोस् त कस्तो बवाल छ। यही दसैँदेखि तिहारको बिचमा बेस्ट सिजन हुन्छ ढोरपाटन घुम्न आउनुहुन्छ भने। साइडमा धानो कि जौको बाला झुलिरहेको छ, त्यही हेर्दै हाम्रो यात्रा अगाडि बढिरहेको छ। हामी यहाँ बिच बाटोमा आएर सङ्गीता खाजा घरमा यसो खाजा नास्ता खाउँ भनेर रोकेका छौँ। बाटो यही हो गाइस। केटाले बार्गेनिङ गर्दैछौँ। म भिडियो खिच्दैछु होइन? कसो हजुर? के खाने? चाउमिन, मोमो, चौचौ। सही हो। ल हामी च्याप्प तातो खाइन्छ। चिसो जाडो पनि भएछ। ल चटपटे पनि पाइन्छ। चटपटे
जति सुस्त चला त्यति गाडा गाडा गर्छ गाडा बटारे मान्छ सही बात अब बटार्छ बाकी जति सुस्त चला बटार चला क्याट गर्छ भने के बस्छ कस्तो छ पानी हैन म हिँड्छन् देखेछु हैन त्यही त ओहो मकै हैन टक्क सही यार दामी देखेछ हैन भारी विषय हैन मैले पछिहरू टक्क भएर खेलेको हामी दर्शक हैन फोटो सेसन चलेको छ हाम्रो यहाँ हाम्रो नास्ता पाक्दैछ बाहिर फोटो सेसन चलेको छ म हेर्दै बसेको छु हैन खेल्दै हुनुहुन्छ यहाँ तपाईँहरू टक्क बसेर नास्ता खाँदैछौँ केटाहरूले मस्त दबाइरहेछन् सही हो कस्तो छ चाउचाउ चाउचाउ अन्डा यता पनि चाउचाउ अन्डा एउटा मोमो यता मोमो बजाइरहेछन् चाउचाउ भइसक्यो उल्टी नबोली खाएछन् केटाहरूले बोल्ने फुर्सद छैन बहुत भौला हैन बहुत भौला मैले पनि यहाँ लोडा हुन्छ नि त सही बात नास्ता खाएर पेट भरेर हामी अब यहाँबाट लाग्यौँ अब सङ्गीता खाजाघरबाट बाटोमा अब हामी जाने यता हो गाइस हामी यतादेखि आएको अब सर गइन्छ अब यहाँ हिँड्ने केटाहरू मलाई छोडेर बाटोमा चाहिँ हामीले चाहिँ झोलाले डिस्टर्ब गरेर अब बाइकको पछाडि बाँधेर जाने भन्ने कुरो भयो यहाँ केटाहरूले बाँध्दैछन् म त हेर्ने भिडियो खिच्ने केटा हो त्यही हो दामी छ नजारा पनि कोही छैनन् वरिपरि कोही छैनन् हामी तीनजना हो ल गाइस हाम्रो यहाँ अब एकछिन रेस्ट गरौँ भनेर उकालोमा तल बाइक हिट भएर एकछिन रेस्ट गर्ने भनेर यहाँ बसेछौँ बाइक रोकेर हामी सर नजारा दामी छ नि होइन गाइस फेरि कसो पैसा वसुल छ है साइडमा टक्क बढियार नदी पाहाड हामी धोरपाटन नगरपालिकामै छौँ यतिखेर हामी बाटो यस्तो डेन्जर छ मान्छेहरू माथिदेखि तल बेसीमा झरिरहेको छन् अब माथितिर चिसो बढ्दै गएको भएर होला अनि जे होस् भैँसी गाई गोरु त टन्नै पाल्दो रहेछन् यता हामी बुटोलदेखि वेलकम छ धोरपाटनलाई है धन्यवाद आउनुभयो तपाईँहरू हजुर अब धोरपाटनमा यस्तो छ क्या यो चैतदेखि आलु लगाइन्छ कोही बस्छ मान्छेहरू असोजन फेरि हाम्रो यो गोबाङमा दुईटा खेती हुनाले अब धोरपाटन औलो गरिदिएको छ यी भारी बोक्ने अनि यसो भएको 3-4 त चौपायाहरू माथि लाने माथि तल लाने अनि बुकीसम्म लाने ठिकै छ राम्रो छ यतिखेर आउनुभयो होइन एकदम राम्रो मौसम छ यतिखेर अब माथि पनि व्यवस्थापनहरू छ ठिकै छ बाटो अब हजुरको लगभग आरामसित गए पनि 1 घन्टा पुग्नुहुन्छ जान्छ बाइक आरामसित जान्छ अब धोरपाटन गए त उही रमाइलो अर्कै रमाइलो थाहा छ बस्ती त अब पुरै बस्ती हेर्नुहोस् अहिले चाहिँ अब मान्छे झर्न सक्छ है झैसक्यो अलि सुनसान हुन्छ होटल व्यवसाय बस्नेहरू हजुरहरूलाई एकदमै खानेपिने इन्जोय नै छ धन्यवाद हजुर है ल ल ल ल जम यस्तो रमाइलो छ यात्रा
रिभर क्रस त कति धन्न यहाँ चाहिँ सानो भयो नि एउटा पुल रहेछ। म पारी गएर भिडियो बनाइदिन्छु भन्दै पारी आएको छु। ल गाइस हामी फाइनल्ली डाँडामा आइयो। ऊ त्यो बाटो उतै घचा गुचुक यस्तै आउँदै यताबाट आइयो। ए यहाँ केटाहरूको यहाँ फोटो सेसन छ। यहाँ बाइक तातेर टायर गनाएर कस्तो छ गाइस। ए यहाँ फोटो सेसन चलिरहेछ। यता म पनि छु। अब मेरो पाली हुन्छ फोटो खिच्ने। फोटो सेसन बवाल नजारा पनि दामी छ नि। ज्यान त पुरै ध्वस्तै भएको छ। यहाँसम्म आउँदा बाटो पुरै अफरोड छ। पारी पुरै पाइन फरेस्ट खतरा देखिरहेको छ। माथि डाँडामा आउँदा बल्ल अलिकति सम्म अनि राम्रो बाटो भेटियो। फाइनल्ली धरपटनको प्रवेशद्वारमा आइपुग्यो। यहाँ चाहिँ इन्ट्री गर्नु पर्दो रहेछ। केटाहरू चाहिँ पैसा निकाल्दैछन्। राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभाग। कति 100 रुपैयाँ नि? परेड 100 रुपैयाँ। यसमा पनि भ्याट 11.50 रुपैयाँ भ्याट। गाह्रो छ केटा धरपटन घुम्न हुन। भ्याट तिरेर जानुपर्छ। भ्याट तिर्ने पैसा छैन। ल धरपटनको भ्यू स्वर्ग जस्तो छैन त? पैसा वसुल छ हैन त? ल हामी अब तल फाटमा जाँदैछौँ। यो देखिने पुरै एयरपोर्टको आगो गाइस, तर प्लेन यहाँ उड्दैन। चेङ्ग्रा भेटिए बल्ल। ल अब हामी होटलमा आइपुग्यो। ल हामी मिलन दाईको होटलमा आइयो धरपटन। पहिला आउँदा नि बसेको होइन केटा के छ? घोडाले के भन्छ? केही भन्दैन? अब हामी एकछिन रेस्ट गर्छौँ। भिडियो पनि लामो भइसक्यो गाइज। अब अर्को पार्टमा भेटौँला। एकछिनमा घुम्न जान्छौँ हामी। हेर्दै गर्नुहोस्। जय धरपटन। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।